म एटीएम कार्डबाट पैसा डिपोजिट गर्नको लागि एटीएममा आइसकेको छु। आफ्नो एटीएम कार्ड जुन ब्याङ्कको छ त्यही ब्याङ्कको एटीएममा जानु होला। अरू ब्याङ्कको एटीएमबाट डिपोजिट हुँदैन। आफ्नै ब्याङ्कको एटीएम कार्ड र आफ्नै ब्याङ्कको एटीएम चाहिन्छ। एटीएममा गएपछि सजिलो छ। इङ्ग्लिसमा जानु होला। सजिलोको लागि डोमेस्टिक कार्ड इङ्ग्लिस डाइरेक्ट छ डिपोजिट भनेको छ। डिपोजिटमा टच गर्नु होला। पासबुक र एटीएम कार्ड जुनबाट भए पनि डिपोजिट हुन्छ। मैले एटीएमबाट गरेँ। तपाईसँग पासबुक छ भने यो थोङचाङ भनेको ठाउँमा हाल्नु होला। एटीएम छ भने यतापट्टि हाल्नु होला। एटीएम भिड हुँदैछ। ओके, पैसा राख्ने ठाउँ डिपोजिट गर्ने ठाउँ खुलिसकेको छ। मैले ओमान डिपोजिट गर्दैछु। यो झिक्नेर राख्ने ठाउँ एउटै हुन्छ। यसमा पैसा हालिदिनु होला। कुनै काउन्ट गर्नु पर्दैन। हामीले कन्फर्म गरिदिनु होला। पैसा ठ्याक्क हालिदिए मात्रै हुन्छ, काउन्ट गर्नु पर्दैन। मेसिनले आफै काउन्ट गर्छ। ओके, मेरो ओमानको एउटा मात्रै भनेर देखायो। कन्फर्म। ओमानको आफ्नो खाता नम्बर, नाम सबै देखाउँछ। कन्फर्म। रिसिप्ट चाहिँदैन भने मैले। ओके, मेरो डिपोजिट भइसकेको छ। त्यसरी तपाईँहरूले पनि आफूसँग भएको क्यास एटीएममा गएर आफ्नो खातामा डिपोजिट गर्न सक्नुहुनेछ। हस् त, थ्याङ्क यू।